यो एलबी लिङ्कको राउटर सेकेन्डरी राउटर बिएल WR450F को एज अ रिपिटर चाहिँ कसरी युज गर्ने भनेर देखाउँछु म। यसमा चाहिँ पहिलो कुरो पावर दिनुहोस्। यसरी पावर दिइसकेपछि अब सिधै जाउँ स्क्रिनतर्फ। त्यसपछि त्यसको वाइफाई कनेक्ट गर्नु होला। वाइफाईमा बिलिङ भनेर आउँछ, हेर्नु त बिलिङ भनेर आउँछ। र कनेक्ट गर्नुहोस्। कनेक्ट भइसकेपछि त्यसपछि क्रोममा जानु होला। मैले यसको आइपी एड्रेस यो साइडमा राखिदिएको छु, हेर्नु होला त्यहाँ 192.168.16.1 राउटर पछाडि हो त्यो हेर्नु होला। त्यसपछि माथि युजर नेम एडमिन आउँछ। त्यसपछि यसमा पासवर्ड पनि एडमिन भनेर लेख्नुहोस्। त्यसपछि एडभान्समा जानु होला। त्यसपछि इजी सेटअपमा जानुहोस्, इजी सेटअप। त्यसपछि वाइफाई एसएस रिपिटर मोड। त्यसपछि आफ्नो घरको वाइफाई पासवर्ड प्राइमरी चुज गर्नु होला। त्यसपछि यहाँ प्राइमरीको पासवर्ड राखिदिनुहोस्। त्यसपछि नाम चेन्ज गर्नु पर्यो भने नाम चेन्ज गर्नु होला। त्यसपछि आफ्नो के पासवर्ड राख्ने हो त्यो राख्नु होला है त। र त्यो भइसकेपछि एकछिनपछि आफै रिबुट हुन्छ। र वाइफाई एकदिनपछि अटोमेटिक कनेक्सन अफ हुन्छ है त। कनेक्सन अफ भइसक्यो। यहाँ मेरो प्राइमेरी चलिसक्यो। त्यसपछि नाम अघि मैले नेपाल राखेको थिएँ त्यो पनि आइसकेको छ। पासवर्ड हेर्नु होला। फर्गेट मैले गरेँ। पासवर्ड अघि जे राख्नुभएको थियो त्यही राख्नु होला है त। कनेक्ट भयो। अब जाउँ नेट चल्छ कि चल्दैन, फास्ट नेटमा राख्नु होला। ल हेर्नुहोस् चलिसक्यो। यति बेसी चल्छ है त।